हामी चाहिँ गुप्तेश्वर महादेव मन्दिर जाँदै हो। सो यहाँबाट जाने अब म नि जाने त। सो अब चाहिँ हामी टेक अफ लुक मैले त्यतिकै भन्छ कहाँ हो यो के खोला होला जिन्दगी अब चाहिँ हामी डेभिड्स फल हेर्न जाँदै हो। पानीमा भिजेर भिजेको छ कि छैन सर आइजक न्युटन जस्तै देखेको छैन कपालले यहाँ मलाई कपाल के हो यो कपाल कस्तो राम्रो छ म भन्दा मेरो कपाल ठुलो छ हौ तपाईँ कपाल छोरो लामो मान्छे भन्दा कपाल मोटो कपाल लामो कपालको हालत ठिकै छ सबैको आफ्नो आफ्नै हो ल लेट्स सी द फ्रन्ट ओके अब चाहिँ डेभिड्स फल देखाउँछ सायद ठुलो होला है आजको डेभिड्स फल किनभने पानी परेको छ पोखरामा आज 20 अक्टोबरमा कपालदेखि सबै भिज्यो सबै मजा आयो यता फर्केर मलाई भन त मजा आयो हाम्रो एक्जिट पोइन्ट आयो डेभिड्स फलबाट सो यसको कपाल त्यस्तो छ ओके बाई सी यु इन होटल सो हाम्रो होटलबाट चाहिँ यस्तो देख्छ वेवा लेक गुड टु सी ओके डे 5 को चेकआउट टाइम यहाँ हामी शान्ति स्तूपा अनि माथि कहाँ गएर आएको रे शान्ति स्तूपा र फर्स्टमा त्यहाँ गएर सो अब चाहिँ चेकआउट टाइम रुमबाट सो हाम्रो रुमको यो रुम चाहिँ हाम्रो खासको यो हिजो बनाएन मैले सो दिस वान इज आवर रुम बेड चाहिँ नदेखाउने किनभने हिजो मेस्सी छ Here are the bags. सुजुको मेरो सुजुको शोभाको चाहिँ पछाडि ओके अब चाहिँ म मेरो ब्याग बोक्छु मेरो ब्याग अर्को नि छ मेरो ब्याग यो भुइँको पनि मेरो ब्याग सो बाइ बाइ भाइ रेडी खोइ त भाइ रेडी छिरो के खाएर आयो ब्रेकफास्ट गरेर आएको तिमीले हाउ फास्ट के रहेछ भाइ ब्रेकफास्टमा थ्याङ्क यू बाई ब्रेकफास्टमा चाहिँ ब्रेड जाम अन्डा रहेछ अरे पोखरामा यहाँ पानी परिरहेछ यु पोखरी यस्तो मजाले देख्छ कि सो यो हाम्रो रुफटप भिडियो सरी रुफटपबाट खिचेको भिडियो आएनामा हेर्नु पऱ्यो म यस्तो भारी बोकिरहेको छु These are the bye bye. Huh? बाटोमा चाहिँ
So भारी this luggage is so भारी. को लास्ट भिडियो यसपछि चाहिँ हामी काठमाडौँ पुग्छ काठमाडौँ पुगेपछि मैले बाटोमा भिडियो बनाउँदैन किनभने पठाउ बुक गर्नुपर्छ हैन सो दिस इज द लास्ट भिडियो अफ डे 5 हाम्रो ब्लग चाहिँ यहीँनिर सकिन्छ सो अरू नखाने रिसाको त छैन नि कोही छैन नेपाली 500 दिन्छ